यो ठाउँलाई ऐतिहासिक रूपमा कोरियाको भौगोलिक केन्द्र मानिन्छ। यसको पछाडि एउटा रोचक इतिहास छ। प्राचीन एकीकृत सिल्ला राज्यका बेला राज्यको भौगोलिक केन्द्र पत्ता लगाउनको लागि एउटा उपाय अपनाइयो। कोरियाको भौगोलिक मुट्टु कहाँ पर्छ भन्ने कुरा पत्ता लगाउन एउटै समयमा राज्यको उत्तर र दक्षिणको अन्तिम बिन्दुबाट हिँडाएका दुई व्यक्ति वा टोली ठ्याक्कै यही ठाउँमा आइपुगेका थिए। उत्तर र दक्षिणको समान दूरीमा रहेको हुनाले यो स्थान कोरियाको भौगोलिक केन्द्रको रूपमा स्थापित भयो। त्यसैले यो स्तम्भलाई चुङाङ अर्थात् केन्द्रीय स्तम्भ मानिन्छ। सबभन्दा कान्छीको त्यो कान्छीको राम्रो होला नि त। नमस्ते साथीहरू, आज म मेरो परिवार र साथीसँग छुङजुको ऐतिहासिक ठाउँ चुङाङ थापमा छु। दक्षिण कोरियाको चुङबोकको छुङजु सहर नजिकै रहेको यो ठाउँ यहाँको प्राकृतिक सुन्दरता र इतिहासको एउटा अनुपम सङ्गम हो। तपाईँले देखिरहनु भएको यो भव्य स्मारक, जसलाई थाप्याङ खोङवन पनि भनिन्छ, यो कोरियाको भौगोलिक रूपमा मध्य भागमा अवस्थित छ। त्यसैले यसलाई चुङाङ अर्थात् केन्द्रीय स्मारक मानिन्छ। यो वास्तवमै कोरियाको ऐतिहासिक गौरव हो र यसलाई नेसनल ट्रेजर नम्बर 6 अर्थात् खुकपोक छे युक हो को रूपमा सम्मान गरिन्छ। बौद्ध धर्मको मान्यता अनुसार यस्ता स्तम्भहरू बुद्धको शान्ति र ज्ञानको प्रतीक हुन्। 8औं शताब्दीको उत्तरार्धमा सिल्ला वंश राजा बोन्चोङको पालामा बनेको यो स्तम्भ लगभग 1200 वर्ष पुरानो हो। यस्तो शान्त वातावरणमा उभिएर इतिहासलाई महसुस गर्नुको मजा नै बेग्लै छ। तपाईलाई थाहा छ, सन् 1917 मा यो स्तम्भको मर्मत गर्ने क्रममा यसको भित्रबाट बौद्ध धर्मसँग सम्बन्धित पवित्र अवशेषहरू र एउटा प्राचीन ऐना फेला परेको थियो। यिनै वस्तुले यो ठाउँ तत्कालीन समयको कला र सभ्यताको मुख्य केन्द्र थियो भन्ने पुष्टि गर्छ। हेलो, ल हामी चाहिँ चुङाङ थापमा आइपुगेका छौँ यति बेला। यो चाहिँ 7औं शताब्दीतिरको रहेछ। यो सिल्ला पुस्तातिरको, सिल्ला युगतिरको। यो चाहिँ धेरैचोटि भत्किने बनाउने होइन, यसको पुनर्संरचना गर्ने, त्यसो गर्दै गर्दै अहिलेसम्म भएको रहेछ होइन। यो चाहिँ त्यो पुनर्संरचना गर्ने बेलामा चाहिँ यो भत्किँदाखेरि चाहिँ यसको यो जुन 6औं तला छ नि, त्यसमा चाहिँ चाँदीको बक्समा चाहिँ यो बुद्धको कुराहरू होइन, बुद्धको केही कुराहरू हो त्यस्तो चाहिँ भेटेको रहेछ कि 6औं तलामा चाहिँ। यसमा त्यो भेटेको रहेछ बुद्ध सम्बन्धी कुराहरू चाहिँ चाँदीको बक्समा चाहिँ, बक्सभित्र चाहिँ के खजानाहरू चाहिँ त्यहाँ रहेछ अरे क्या, बुद्ध सम्बन्धीको 6औं तलामा चाहिँ। यसले के जनाउँदो रहेछ भने 7औं शताब्दी भन्दा लगभग अघिदेखि नै भएर न त यहाँ पनि बुद्ध धर्म फैलिएको रहेछ भन्ने चाहिँ बुझ्नु पर्यो। 7औं शताब्दी भन्दा अगाडि नै कोरियामा चाहिँ बुद्ध धर्म चाहिँ आइपुगिसकेको रहेछ भन्ने बुझ्नु पर्यो होइन। परिवारसँग यस्तो ऐतिहासिक ठाउँमा समय बिताउन पाउनु साँच्चै नै अविस्मरणीय हुन्छ। हाम्रो ग्याङ यसरी बस्दैछ होइन। वरपरको पार्क, नदीको शान्त किनारा र बालबालिकाहरूका लागि खेल्ने ठाउँ, सबै कुरा मिलेर यहाँ एउटा आनन्दको वातावरण बनेको छ। दिएको बिस्कुट खाँदै हो। कोरियन आमाले दिएको बिस्कुट कति मिठो है। हाम्रो टोली आज चुङाङ घुमघाम गर्न आएको। यही हो ठाउँ हो। तपाईँले हिजो भनेको त्यो के मध्यम के भन्दै थियो।
सानी यहाँ हेर्नु यहाँ एउटा मात्रै हात्नु एउटा मात्रै यसो गर्नु न आउँछ क्या फोटो खिच्नलाई त टिकटक हेरेर अब यहाँ छौँ हामी पञ्चे बाजा बज्यो है हो अब नाच्नुपर्छ हाम्रो पुर्खानी यतैबाट गएको थियो क्या जानु यदि तपाईँ कोरियामा हुनुहुन्छ र छुङजु एरियाको नजिकतिर हुनुहुन्छ भने इतिहाससँगै प्रकृतिमा रमाउन चाहनुहुन्छ भने यो ठाउँलाई आफ्नो भ्रमण सूचीमा पक्कै राख्नुहोला। आजको यो छोटो र जानकारीमूलक भ्रमण यहाँहरूलाई कस्तो लाग्यो कमेन्टमा पक्कै भन्नुहोला। अर्को भिडियोमा फेरि भेटौँला। तबसम्मको लागि हेलो गर्ने सक्यो आज